आज महाशिवरात्रि। आउनुहोस् हामीसँगै श्री पशुपतिनाथको दर्शन गरौँ। आज पशुपति क्षेत्र दुलैझैँ सिँगारिएको छ, जहाँ चारैतिर रङ्गीचङ्गी फुल, बत्ती र शिव भक्तहरूको उत्साहजनक उपस्थिति देख्न सकिन्छ। मन्दिरको हरेक कुना र प्राङ्गणमा भक्तजनहरू र बाबाहरूको निकै बाक्लो भिडभाड छ। तर किन मनाइन्छ त शिवरात्रि? शास्त्रअनुसार आजकै दिन भगवान शिव र माता पार्वतीको विवाह भएको थियो। साथै आजकै रात शिवजीले ताण्डव नृत्य गर्दै ब्रह्माण्डको रक्षाको लागि कालकुट विष पान गर्नुभएको धार्मिक विश्वास पनि छ। आजको दिन भक्तहरूले दिनभरि व्रत बस्ने, पवित्र नदीमा स्नान गर्ने र रातभरि जागराम बसेर ओम नमः शिवायको जप गर्ने गर्छन्। शिवजीलाई मनपर्ने बेलपत्र, धतुरो र दूध अर्पण गर्दै आफ्नो मनको शुद्धिको लागि प्रार्थना गरिन्छ। शिवरात्रिको यो पावन बेला पशुपतिनाथको यो ऊर्जाले तपाईँको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। सबैमा महाशिवरात्रिको शुभकामना। हर हर महादेव। जय शम्भो।